गुड मर्निङ। यो हो तपाईँको 1 आवरको एथेरियमको चार्ट। मेरो भावनाको साथमा खेलवाड भइरहेछ। एथेरियम यो ट्रेन्ड लाइनमा यो छ ट्रेन्ड लाइन। यो एरियामा मैले सेल गरेको थिएँ। जस्तो यो रेड क्यान्डल यो एउटा विक थियो, उसको बादमा फेरि यहाँ गएर एउटा विक थियो, यहाँनिर मैले सेल गरेको थिएँ। आयो 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 मार्केट यहाँ छ। यो क्यान्डल आयो, यो ग्रिन क्यान्डल बन्यो, अझै अर्को रेड बन्यो, यो बन्यो। यहाँ बनिसकेपछि चाहिँ मैले यहाँनिर ब्रेक इभनमा मैले स्टप लस सारिदिएँ। त्यसको बाजेको फेरि उँभो गएर मेरो स्टप लस खाएर यहाँ टार्गेट मेरो यहाँ थियो, यो टार्गेट हिट गरेर फेरि उँभो गयो। लु, मेरो भावनासँग खेलवाड भएको छ यहाँनिर। अगर मैले स्टप लस नसार्नु भए मेरो यहाँ टार्गेट हिट हुन्थ्यो। स्टप लस यहाँ सार्ने भएको, यहाँ आएर मेरो स्टप लस खानु गएर टार्गेट हिट गर्नु गयो, त्यहाँबाट माथि गयो। यस्तै हुन्छ ट्रेडिङ भनेको पनि। भावना साथमा खेलवाड हुन्छ। एकचोटि होइन, दुईचोटि तीनचोटि भइसक्यो। अस्ति एयुडिएस दिएको पनि अस्ट्रेलियन डलरमा पनि सेम त्यस्तै भयो।